साथीहरु हेर्नुस् है, यो गुटी चाहिँ खाइन्छ। हामी नेपालीहरूले त के भन्छ थाहा छैन, तर निसी से निसी भाषा से नागो बोलते। नागो बोलते। मैले त खाएको पनि हो है, बहुत टेस्टी हुँदो रहेछ। यो जुवा चावल जस्तै सेन्ट आउँछ मकमक। तपाईहरुलाई म देखाउँछु सामनेबाट है। एउटा पनि फ्याक्नु लोभ लाग्छ हो, बहुत टेस्ट हुन्छ। बहुत मजा हैन? क्या बढिया पायो है साथीहरु। वाउ, टेस्टी टेस्टी। आज त राति धेरै खाना घुस्ने रहेछ पेटमा है। हेर्नुस् त के भन्छ साथीहरु, कमेन्ट सेक्सनमा लेख्नुस् होला है। मलाई चाहिँ यति याद छैन हामी नेपालीहरूले के भन्छ, तर हाम्रो साथीहरूले चाहिँ निसी भाषाबाट चाहिँ नागो भन्दो रहेछ। अनि मलाई बिचारा एकजना साथीले बनाएर खानु सिकाएको थियो है। बहुत टेस्ट हुन्छ। हेर्नुस् त कति सुन्दर छ नि। बोइल गर्नुपर्छ हल्का, अनि त्यसपछि चाहिँ पुरा अब हामीलाई जे जे चटनीमा एड गर्नु मन लाग्छ एड गरेर अनि मिक्स गरेर खानुपर्छ है। टान ल त यति ज्यादा त यसरी त लानु सक्दैन नि साथीहरु। त्यसैले उहाँ एकजना दाजुबाट प्लास्टिक लियो हो, यसलाई अब यसरी टिपेर हालेर लाने है। कति सुन्दर छ हो, यो त सजाउने जस्तै छ तर खान्छ। हेर्दा त नि कति राम्रो सजाउने जस्तै देख्छ। बहुत टेस्ट हुन्छ है साथीहरु। खै के भन्छ नेपालीबाट चाहिँ यति आइडिया आएन मलाई।